सत्ता र शक्तिको खेलमा अपराधीलाई जोगाउने खेल सुरु भयो। सुर्खेतको वीरेन्द्रनगरमा 16 वर्षीय इन्सा बिकमाथि बलात्कारपछि हत्या भएपछि सिङ्गो देशलाई झस्काएको छ। यो घटना संलग्न भएको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ र उनीहरूले सबै 18 वर्षदेखि मुनिका नाबालक रहेको बताएको छ। तर घटनापछि अर्को गम्भीर विषय बाहिर आएको छ। पीडित परिवारको दाबी अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कडेल स्वयं घरमा पुगेर सब बुझ्न दबाब दिएको आरोप लगाइएको छ। यदि यो आरोप सत्य हो भने यो केवल एउटा आपराधिक घटना मात्र होइन, नयाँ प्रक्रियामाथि नै प्रश्न उठ्ने विषय हो। जनताको प्रश्न सिधा छ, न्याय माग्ने परिवारमाथि नै दबाव आयो भने पीडितले न्याय कसरी पाउँछन्? एक नाबालिकाको निर्मम रूपमा समाप्त भएको छ। एउटा परिवार अपूर्णीय पीडितमा छ। यस्तो संवेदनशील घटनामा सत्य तथ्य सार्वजनिक हुनु, निष्पक्ष अनुसन्धान हुनु र दोषी जोसुकै भए पनि कानुन अनुसार कडा कारबाही हुनु नै वास्तविक न्याय हो। अब हेर्नु नै बाँकी छ, यो घटना पनि शक्ति र प्रभावको छायामा हराउने छ वा कानुनले आफ्नो काम गरेर सत्यलाई बाहिर ल्याउने छ।